स्टार स्पोर्टले रिटेन गर्न नसकेको आकाश चोपडा यति सजिलै एनपीएल मा जोडिन कसरी सम्भव भयो? नमस्ते नेपाल। साथीहरु, यहाँनिर कुरा पैसाको मात्र होइन, यहाँनिर कुरा बियोन्ड द मनीका चीजहरु छन्। पारस खड्का इज इक्वल टु क्यान इज इक्वल टु एनपीएल र एनपीएल इज इक्वल टु बिजनेसेस। साथीहरु, हामी यतिखेर एनपीएल को दोस्रो संस्करणमा छौं र यतिखेर एनपीएल को आम्दानीको 35 करोड भन्दा माथिको मूल्याङ्कन भइसकेको छ र यही मोमेन्टम 5 वर्ष क्यारी गर्ने हो भने नेपालको जीडीपी मा आफ्टर रेमिटेन्स दोस्रो ठूलो योगदान एनपीएल को हुन सक्छ। It's been a festival of the Himalayas. अब नेपालले क्रिकेट खेल्ने मात्रै होइन, नेपालले वर्ल्ड कपमा जाने र वर्ल्ड कप जित्ने दावेदारी पेश गर्न सक्छ जस्ट बिकज अफ प्रोफेसनलिजम क्रिकेट, प्रोफेसनल ट्रेनिङ र सस्टेनेबल बिजनेसेस हो। साथीहरु, यदि तपाईहरु क्रिकेट फ्यान हुनुहुन्छ भने तपाईहरु पक्कै पनि स्पोर्ट्स यारी, स्पोर्ट्स तक, फुर्कान भाटी, एबी क्रिक इन्फो कहिले यता कहिले उता क्रिकेटकै कुराहरु सुन्नको लागि, त्यही भएर नेपालको कुरा सुन्नको लागि पक्कै गइरहनु भएको होला। तर तपाईहरु आज ठ्याक्कै एउटा नेपाली क्रिकेट फ्यानको हातमा आइपुग्नु भएको छ, फ्यानको पेजमा आइपुग्नु भएको छ। डेफिनेटली हामी अबबाट चाहिँ नेपाली क्रिकेटको एकदमै सही विश्लेषण, डीप एनालाइसिस एज अ फ्रेन्डको रूपमा कन्स्ट्रक्टिभ क्रिटिसाइज पनि गर्छौं। जहाँ क्रिटिसाइज बन्छ त्यहाँ क्रिटिसाइज हुन्छ, जहाँ तारिफ बन्छ त्यहाँ तारिफ हुन्छ। साथै त्यसैले तपाईहरु जति पनि क्रिकेट प्रेमी हुनुहुन्छ यो च्यानललाई डेफिनेटली फलो गर्नुहोस्, किनभने हामी यो भर्खरै सुरु गर्दै छौं। आशा छ तपाईहरुले पक्कै पनि हामीलाई माया गर्नुहुनेछ।